हामी छुपाल युवा समाजबाट हामीले एउटा मेन्टालिटी के बनाइदिन्छ भने चाहिँ आज युवा आएर सभा अरे फोहोर फाल्नुहुन्न है व्यवस्थापन गर्नुपर्छ भन्ने चाहिँ गर्छौँ अर्को कुरा काम सुरु भइसक्यो अगाडि बढाउन लागिसकेका छौँ र अब यो सकेसम्म युवाहरूले साथ दिइरहेछन् र स्वास्थ्यदेखि अब स्कुल युवाहरूलाई साथ ल सबै अभियान अब हामी जताभावी फोहोर महिलाहरू नपाउनु र जताभावी फोहोर नगर्नु न आग्रह एयरपोर्टदेखि मुनि कुरो भइरहेछ हामीले ठाउँ ठाउँ जलाइरहेछ मैले हामी जुफाल युवा समाजबाट आज हामीले सरसफाइ अभियानको पहिलो दिन पुरा गरेका छौँ र दोस्रो दिन भोलि 10 बजेदेखि सुरु हुनेछ। सबै युवाहरू आज जति आउनुभएको थियो आउनु भइसक्यो र भोलि अझै थपिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। हामी छुपाल युवा समाजबाट युवाहरू एकीकृत हुन केही गरौँ भनेर यो हाम्रो अभियान चलिरहेको छ। हाम्रा युवाहरू अब यही हो, आजको जुन युवाहरूलाई मैले देख्छु न त्यही युवा अघि बढ्नेछ र पछिल्ला युवाहरू पछि पर्ने छन्। 100% स्योर ग्यारेन्टी दिन्छु, मेरो यो बाचा भयो। हाम्रो यो क्लबको तर्फबाट डोल्पा हेल्थ क्लब छ हाम्रो, अनि त्योदेखि भएर चाहिँ अब सरसफाइ अभियान गर्ने भनेर आछौँ हजुरहरूलाई सहयोग माग्न। हजुरहरूले अब के गर्नु छ हजुर? ठिकै छ, हजुरहरूले मागेको मलाई चाहिँ ग्लोभ्स र मास्क प्रोभाइड गरिदिनु भन्नुभएको थियो। हजुर ग्लोभ्स उताबाट ल्याउनु भएको रहेछ होइन। म चाहिँ यो शाखामा जनस्वास्थ्य अधिकृत है। अब यस्तो एकदमै राम्रो काम गरिरहनु भएको रहेछ। अनि यो चाहिँ कस्तो हुन्छ, रेगुलरली गर्नुहुन्छ? मन्थली ए ल, एकदमै धेरै गाउँ समाजलाई पनि अब भन्छौँ हामीले आफ्नो वरिपरि पनि सरसफाइ गर्नुहोस् भन्छौँ। सधैँ गाउँ घरमा सफा गर्न सक्दैनौँ। हामीले एउटा मेन्टालिटी के बनाइदिन्छ भने चाहिँ आज युवा आएर सभा अरे फोहोर फाल्नुहुन्न है व्यवस्थापन गर्नुपर्छ भन्ने चाहिँ गर्छौँ। अर्को कुरा हजुरलाई के आग्रह गरेँ भने चाहिँ अब लगतै तपाईँ भर्खर फर्स्ट आउनु भएको छ, मेरो सभा आउनुभयो भने गाउँघरमा डस्टबिनको व्यवस्था भनिदिनु पऱ्यो होइन। मेरो सभा आएपछि हामी पनि पुरा राख्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट हो। मैले उता भर्खरै म दुनैबाट आएको छु आज, अनि त्यहाँ पनि अब त्यो भेरी नदी भनेको झन् सफा राख्नुपर्छ। भेरीको छेउमै अब डस्टबिन जस्तो त भेरी भयो के, सो त्यसले मेरो पनि जितो दुखाइरहेको थियो। अनि एकदमै राम्रो इनिसिएटिभ छ, एकदमै हजुरहरूलाई थ्याङ्क्स है। अनि हाम्रो आज सरसफाइ अभियान कार्यक्रम चल्दैछ है। हाम्रो काम सुरु भइसक्यो बचेको चाहिँ ट्र्याक्टरमा जलाएर कति बच्छ भने उठाएर ट्र्याक्टरमा हाल्नु लाग्यो। माथि फालेर बोरा छ त नि यहाँ, बोरा के अरे बोरामा लाइटर छ नि। पहिला हस्पिटलमा चाहिँ अब सक्सेस हुँदैछ। हस्पिटल पछि चाहिँ अब हामीले सरसफाइ अभियान अगाडि बढाउन लागिसकेका छौँ र अब यो आजको हाम्रो कार्यक्रम भइरहेछ। त्यही हो, सकेसम्म युवाहरूले साथ दिइरहेछन् र सबै हाम्रो स्वास्थ्यदेखि अब स्कुल नजिक वरिपरि पुगेर हामीहरूले अब हाम्रो आज यो पहिलो स्टेजलाई जुफाल युवाहरूलाई साथ ल
हामीले यो सरसफाइ अभियान अब हामी एयरपोर्टमा पुगिसकेका छौँ। ए तल पनि सफर यो कसको एरिया पर्छ भन ल भन 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 फोहोर गर्नु भने जथाभावी जताभावी फोहोर महिलाहरू नपाल्नु र जताभावी फोहोर नगर्नु न आग्रह गर्दछु। यहाँ हामीले फोहोर देखेका छौँ र यो फोहोर अर्कोचोटि आउँदाखेरि जताभावी फोहोरहरू नपाल्नु। ल फोहोरहरू धेरै छ यहाँनिर। इस फोहोरहरू यहाँ टनाटन रहेछ। ल यो एरियामा हामी भएका छौँ र यहाँ लगभग हामीले धेरै फोहोर देख्यौँ र यो एयरपोर्टको यो मेन बिच उमा भन्नुपर्छ र यहाँ माथि यो एरियामादेखि यो तल फोहोरहरू हामीले अर्कोचोटि आउँछ नदेख्नु परोस्। यी सब ठाउँ फोहोर जलाइराखिया छ। यस्तो फोहोर छ। यो फोहोरहरू हामीले सब जलाएका छौँ र एयरपोर्टदेखि मुनि फोहोरहरू जलिरहेछ अनि हामीले हरेक ठाउँ जलाइरहेछौँ र त्यही हो हरेक ठाउँ भइरहेछ काम पहलहरू चलिरहेछ। ल सब ठाउँ चलिरहेछ यी काम कुरो भइरहेछ। हामीले 5-6 ठाउँ आगो लगाइरहेछौँ। फोहोर भनेको सबभन्दा एयरपोर्टमा फोहोर भनेको हामीले सबभन्दा धेरै यो बाटोभन्दा मुनि चाहिँ धेरै फोहोरहरू हामीले देखिरहेछौँ र त्यो फोहोरलाई सबभन्दा यो अब सानो फोहोरहरू प्लास्टिकहरू फोहोरहरू छ र त्यो सब बोरोमा हालेर चाहिँ अगाडि राखिदिन सबैलाई सजेसन दिन्छ हाम्रो क्लबदेखि। हामीले ठाउँ जलाइरहेछौँ अहिले। यस्तो फोहोर छ एयरपोर्टमा फोहोर हामीले सबभन्दा मुनि देख्यो। हामी जुफाली युवा समाजबाट आज हामीले सरसफाइ अभियानको पहिलो दिन पुरा गरेका छौँ र दोस्रो दिन भोलि 10 बजेदेखि सुरु हुनेछ। सबै युवाहरू आज जति आउनुभएको थियो आउनु भइसक्यो र भोलि अझै थपिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ।